एभ्रिवान, सबैजनालाई वेलकम छ मेरो न्यू डे न्यू ब्लगमा। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ अनि म पनि एकदमै आरामै छु। अनि आज चाहिँ हाम्रो घुम्ने प्लान भएर हामी चाहिँ घुम्न निक्लिदै छौं। म मेरो नाना अनि मेरो बुढा अनि मेरो दुईजना भाउजू अनि बुहारी हामी 6 जना चाहिँ घुम्नका लागि लागेको साथीहरु। ल साथीहरु, यो चाहिँ रेलवे चौक हो अनि यहाँदेखि हामी ओह्रालै जानुपर्ने हुन्छ किनभने आज नानीहरु स्कुलमा छ अनि हामीहरु चाहिँ नानीहरु स्कुल छोडेर हामी चाहिँ घुम्न निस्केको। भरे 3 बजेसम्ममा चाहिँ आइपुग्नुपर्छ। त्यही भएर अब हामी चाहिँ ढिला नगरिकन जानुपर्ने हुन्छ साथीहरु। अनि एकैचोटी म तपाईहरुलाई घुम्ने ठाउँमा पुगेर देखाउने नै छु। सबैजनाले हेरिदिनु होला। यहाँ चाहिँ 1 नम्बरको गफाडी बुहारी छ यहाँनेर ढङ्ग रङ्गको साथीहरु हेर्नु। हामी चाहिँ रासताल आइपुग्यौं। हाम्रो टोलीहरु यहाँ छ। हाम्रो जेठी भाउजू निन्द्रामा बाटोमा सुत्दै आइपुग्नु भयो। अनि यहाँ चाहिँ छ मेरो माइली भाउजू अनि जेठी भाउजू। यो के अरे, यो यसको नाम के हो? चितल हो। अनि बच्चा पाएछ नि त। सखुवाको घाँस खान्छ यिनीहरूले। बच्चा पनि रहेछ साथीहरु। यहाँ चाहिँ भर्खर पाएको रहेछ बिचरा। ओइ बादर 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 दिउँसो देख्दैन भन्छ नि। ए एउटा चाहिँ उल्लु एउटा त होइन नि त। यताको त उल्लु हो नि त हैन।
घुमेर घुमेर थकी त भयो मेरो भदिनीले पानी खाँदैछ त्यहाँ टुनटुटीले पानी खाँदैछ यताकोले पनि पानी खाँदैछ हाम्रो नाना चाहिँ फोन हेर्दैछ मेरो बुढो त झन् साह्रो दियोस् फोनमा कोमामा काना रुखमाथि बस्ने ठाउँ रहेछ अनि टक्क यहाँदेखि हिँड्दै हिँड्दै गयो भने चाहिँ यहाँ चाहिँ पोखरी दामी देखिँदो रहेछ भाउजूहरूमा चाहिँ चढेनौँ मेरो नाना अनि बुहारी अनि भाउजू चाहिँ परनेर नाउमा इन्जोय गर्दैछ हामी चाहिँ दुईजना चाहिँ चढेनौँ यता चाहिँ नाउहरू पनि छ मेरो भदिनी र भाउजू चाहिँ यहाँ हुनुहुन्छ हो नानी हेलो बिउस बिचरा मेरो भदिनीले चाहिँ लास्टै गर्मी भएर टोपी पनि निकालियो सेकुवा पोल्दैछ यहाँ चाहिँ हाम्रो गाइजहरू त यहाँ छ है हाम्रो टोलीहरू चाहिँ एक राउन्ड लगाएर आइसक्यो ताल बाई बाई रासा ताल अब हामी घरतिर लागेको फोन आयो त कहाँ छ भने नो गन्दा त्यो युवकलाई फोन गर्नु त ल गाइजहरू सबैजना ल पसौँ त अब घरतिर लागौँ हाम्रो नाना चाहिँ गर्मीले यहाँनिर स्यालाकै भएर पनि यहाँ पहिलेको साग जस्तो भइरहेछ यता नानीलाई पनि त्यस्तै ल साथीहरू आजको भिडियो चाहिँ यहीसम्म तपाईँहरूले हेरेर इन्जोय गर्नुहोला राम्रो भए पनि नराम्रो भए पनि